कलाकार भनेको देशका गहना हुन् के। कसैले स्ट्याटस हाल्यो भन्दैमा त्यसरी हतकडी लगाएर अपराधी झैँ लग्न त अलि सुहाएन कि। अपमान भयो कि कलाकारमाथि। यसरी कसैले स्ट्याटस हाल्दैमा अब सबैले स्ट्याटस हाल्दैनन्, हजारौँले स्ट्याटस हाल्दैनन् फेसबुकमा भोलि। सबैलाई पक्राउ गर्दै जाने हो भने यो सरकारले के गर्ला, के हालत होला। ठिक छ, उजुरी पर्यो भने पक्राउ गर्नु, छानबिन गर्नु, कलाकार होस् या त मन्त्री नै होस्, जोसुकै होस्, त्यो स्वाभाविक नै हो। जबकि उजुरी नै परेको छैन, पुरै हतकडी लगाएर बलात्कार गरे झैँ होइन। त्यही पनि 1 वर्ष पहिला मलाई बलात्कार भयो भन्छ, कसैले स्ट्याटस हाल्छ। ऊ अमेरिका छ, उसको आफन्त यहाँ होला नि त, नेपालमा होला नि त। आफन्तले न उजुरी हालेको छ, न के गरेको छ। यो सरकारले के गर्न खोजेको? यो त अपमान भयो, कलाकारमाथि गरेको अपमान हो। बिना उजुरी, बिना प्रमाण होइन, बिना केही यसरी हतकडी लगाएर लग्नु एकदमै दुःखद हो, राम्रो होइन।